सर नमस्कार। यहाँ चाहिँ तपाईँले रिकन्डिसन तपाईँको एकदम राम्रो लाग्यो अनि यहाँ चाहिँ अलिकति कस्तो कस्तो बाइकहरू पाइन्छ देखाउन सक्नुहुन्छ सर? नमस्कार हजुर। बाइकहरू एकदम थोरै मूल्यदेखि लिएर राम्रो राम्रो गाडीसम्मको हामीले सुविधा दिएको छु। एकचोटि गाडी हेरेर हजुर सर, दाम हेरेर सुनेपछि चाहिँ थाहा हुन्छ होला है। एकचोटि हेरौँ न सर। एकचोटि हेरौँ न त ल। अब सस्तोबाट सुरु गरौँ है सर। हजुर सस्तोबाट एकचोटि हेरौँ सर। ल सस्तोमा मसँग अहिले यो छ सर मात्रै 60,000 को। 60,000 को? हजुर हजुर। 2012 मोडलको गाडी एकदम राम्रो छ। हजुर 60,000 को। अनि यो चाहिँ सर यो यता देखिने बाइक यो भनेको 1,90,000 मा आयो। 1,90,000 2016 मोडलको। 2016 मोडलको 1,90,000। हजुर। यो स्कुटर चाहिँ सर स्कुटर यो 2021 मोडलको हो एन्ट्रो। हजुर हजुर। यो चाहिँ 1,60,000 मै आयो। 1,60,000 मै आयो? हजुर हजुर। ए सर यता परको यो चाहिँ यो एकदम राम्रो देखिन्छ हजुर सर है? यो जिक्सर एकदम राम्रो छ, इन्जिन पनि सिल प्याक छ। जिक्सर हजुर। कति छ यसको दाम? 2018 मोडलको 1,20,000 मा। 1,20,000। यो 1,10,000 मा आयो। 2016 मोडलको 150 पल्सर। पल्सर यो एकदम राम्रो छ यो पल्सर पनि सर। पल्सर त पल्सरै भइगयो नि। यो 180 पल्सर हो। हजुर सर। सबैले चाहिँ खोज्दैन, यो चढ्नेले खोज्दैन, हजुर किन्नेले किन्ने। हजुर एकदम राम्रो छ। 1,10,000 मा आयो। 1,10,000 180 180 ओके सर। मोडलको यो गाडी कतिमा आयो सर? यो 3 लाख रुपैयाँमा आयो। यो 3 लाख रुपैयाँमा? एकदम फ्रेस कन्डिसन छ। 3 लाख रुपैयाँमा आयो। हजुर। यो छ एउटा 2017 मोडलको हजुर 150 150 1,30,000 मात्रै। 1,30,000 2016 मोडल हो नि त? 17 को 2017 को। यो अर्को सर 16 को 1,15,000। यो 1,15,000 हजुर हजुर। 2016 को 1,15,000। सर भनि सर अर्को भनि सर यो 2016 मोडलको हो। हजुर सर। यसको चाहिँ प्राइस भनेको 1,10,000। एकदम नयाँ देखिन्छ सर यो अझै। यो 2018 मोडलको हो। 1,35,000 मा आयो। 1,35,000 मा आयो है सर? यो पनि 18 के हो। अच्छा 150 पल्सर। हजुर यो 1,30,000 मै आयो। 1,30,000 मा 150 पल्सर 18 को। 18 मोडलको। यो 19 को। यो दुईटा 19 को। यसको दाम चाहिँ कसरी छ सर? यसको प्राइस यो 1,50,000 मा आयो दुईटै। 1,50,000 मा दुईटै दिनुहुन्छ? एउटा दामको चाहिँ 1,50,000 एउटाको 3 लाख भयो। दुईटाको 3 लाख हैन त सर? ओके अब यतादेखि अब अर्को यो 2017 मोडलको हजुर गाडी हेर्नु कस्तो छ। यो दामी छ यो नयाँ बराबर। हजुर एकदम खर्च भनेको 0 छ। दुईटै टायर नयाँ हाल्दै छु। हजुर 1,35,000। 1,35,000 यताको 2020 को यो 1,60,000 मा आयो। कति जानु सर? 1,60,000। 1,60,000 मा। ओके कति यो स्कुटी कति हो सर? यो 2021 मोडलको एलईडी लाइट वाला एकदम फ्रेस कन्डिसनमा छ। फ्रेस एकदम नयाँ छ है? 2021 को 1,75,000 मा। 1,75,000 कति सस्तो यो 1,35,000। 2018 मोडलको एन्ट्रो स्कुटी यस राम्रो छ यो। 2024 मोडलको 2,40,000। 2,40,000 डियो एफआई इन्जिन। ओके राम्रो छ यो। BS6 यो लास्ट है अब यो स्कुटीमा चाहिँ? 2021 मोडलको 1,60,000। 1,60,000 है? हजुर। यो बाइक एकदम राम्रो छ हिरोको। एकदम यसलाई यो कुन बाइक भन्छ सर यसलाई? X Plus Pro। नयाँ बाइक हो यो चाहिँ? केही भएको छैन। अब यहाँ हेर्नुहोस् यहाँनिर केही स्क्रुहरू पनि केही भएको छैन, खिया पनि लागेको छैन, केही भएको छैन, एकदम नयाँ छ यो। एकदम हाई क्वालिटीको बाइक। यसको दाम कति भन्नुभयो सर? 4,30,000। 4,30,000 एकचोटि ट्राई गर्नु त सर तपाईँले कस्तो रहेछ? ओके हो एकचोटि ट्राई गर्नु सर। हजुर 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 ल है त पहिले खिच्ने मात्रै हो। ठिक छ नि त? एकदम राम्रो छ। गुड। हजुर 2025 2025 मोडलको मात्र 4,30,000 मा नयाँ बाइक यो केही भएको छैन। यो एकदम नयाँ हो। अहिलेसम्म कसैको नाममा रहेको छैन र यसमा चाहिँ तपाईहरुले कर इन्स्योरेन्स र एउटा बब्बाल किसिमको हेलमेट पनि पाउनुहुन्छ। कर इन्स्योरेन्स र बब्बाल किसिमको चाहिँ एउटा हेलमेट पाउनुहुन्छ यो बाइक भनेन? गुन्द्रुकको भाउमा छ नि यो त्यति राम्रो। गुन्द्रुकको भाउमा हो। एकदम सस्तो। कति सस्तो तरिकाले बेच्नु भएको छ त यो बाइक? एकदम नजर एकदम बेस्ट लाग्यो, सस्तो लाग्यो। तर म चाहिँ अलिकति होचो छु, त्यसैले गर्दा म भ्याउँदिनँ। यो चाहिँ नयाँ रिकन्डिसनमा एकदमै
यो त कसरी बेच्नु आँट्नु भएको काठमाडौँदेखि होचो मान्छे ल्याएर यहाँ राखेर त्यति अब तपाईँले बेच्नु आँट्नु भएको नि त कि कसो हो त त्यही हो, हेर्नु पर्यो। त्यही हजुरले त्यही अनुसार भने अनुसार चाहिँ मैले यहाँ भनेको छु है। अब सबै यो बुलेट बाइकहरू चाहिँ यो कतिमा आउँछ सर यो बाइक चाहिँ तपाईँले यो यो रातो बाइक 2024 मोडलको मिटियोर हो। हजुर एकदम बाइक होचो हुन्छ यो चाहिँ, हजुर लग्जरी हो, हजुर एकदम राम्रो बाइक, हजुर सजिलै खुट्टा भेट्ने, हजुर होचो हाइटले नि कुदाउन मिल्ने। हजुर 2024 को 4,40,000 मात्र। 4,40,000 है। हजुर हजुर। अर्को हेरौँ न सर, अर्को अलिकति प्रतिदिन पनि धेरै राम्रो छ सर। यो चाहिँ अहिले अब बजारमा खोज्दा पनि नपाउने, हजुर सुन जस्तै सुन दाम जस्तै बढेको बढे गयो, हजुर कहिल्यै घटेन। यो हजुर। चाहिँ 5 लाख रुपियाँ पर्यो 2021 मोडलको। 2021 मोडलको 5 लाख रुपियाँ है सर। हजुर गाडी हो है। एकछिन सर, यो कतिको भन्नुभयो सर? 2025 को 2025 मोडलको बुलेट 4 महिना बाइक कुदेको। 4 महिना कुदेको कति भन्नुभयो यसको दाम? यसको प्राइस मात्रै 5,30,000। मात्रै 5,30,000 है त सर। ल यसको पनि हेलमेट चाहिँ फ्रीमा है सर? यो बुलेट हेलमेट छ। हस्। अब अर्को यो 2021 मोडलको हो। हजुर बजारमा अहिले दुख यो दाममा चाहिँ कहीँ पनि पाउँदैन। दुख 3,40,000। 3,40,000। हस् हस्। यो जति भएको बाइकहरू चाहिँ एकदम रिकन्डिसनमा सस्तो। अनि यो एउटा हेर्नु मन लाग्यो आउनु त सर। यो कति दाम राख्नु भएको छ एकदम तपाईँले? फ्रेस कन्डिसनमा छ। 2023 मोडलको हो। हजुर 6,34,000। 6,34,000 है। हजुर। यताको सर यो चाहिँ यो यो पनि एकदम राम्रो छ। 2,55,000। 2,55,000। यो 220 को पल्सर चाहिँ यो 2024 मोडलको 2024 मोडलको कति हजुर। प्राइस हो? 3,50,000। 3,50,000 है। अँ। एकदम सस्तो रहेछ सर यहाँ। यो 19 यताको मोडलको 1,85,000। 1,25,000। 85। 1,25,000 कतिको मोडल? 19 को। ल यो बाइकहरू हेरौँ न सर। यो चाहिँ कसरी छ नि? एभरेज भित्री एकदम राम्रो गाडीहरू चाहिँ 1,70,000। 1,70,000 यो यो पनि दुईटै 1,70,000 है नि त? यो कुन मोडलको सर? यो 2019 मोडलको। 2019 मोडलको। यो 2021 मोडलको। 2021 मोडलको यसको कति छ प्राइस? 2,25,000। 2017 मोडलको मात्र 1,15,000। भेस्पा 2017 मोडलको मात्र 1,15,000। हजुर। तल्लोपट्टिको सर? यो 19 मोडलको 1,55,000। स्कुटी उता अगाडिको कति अलिक अझै सस्तो छ यहाँ? अझै सस्तो छ उताको हेरौँ न सर। यही हो सस्तो। सबैभन्दा सस्तो कुन हो सर? यही हो। त्यही भेस्पाको कति भन्नु हजुरले प्राइस? 1,15,000। 1,15,000। 1,15,000। भेस्पाको 2017 मोडलको गाडी 2017 मोडलको एकदम सस्तो बाइक छ। ल सबैजना आउनु होला। अब तपाईँले यति सस्तो बाइक बेचिराख्नु भएको रहेछ, खास कसैको सेवा सुविधाको लागि हो कि तपाईँको व्यवसायको लागि? तपाईँको के छ तपाईँको? व्यवसाय नै हो। मैले अलिकति महँगो गरेर 10वटा गाडी महिनामा बेच्नु र दिनमा 3टा गाडी बेच्नुमा 3टा गाडीले जित्छ। हस् हस्। किनकि तपाईँले एकदम राम्रो कुरा गर्नुभयो, एकदम खुसी लाग्यो। यो यति सस्तो बाइकहरू, यति धेरै बाइकहरू यहाँ राख्नु भएको रहेछ, यति राम्रो राम्रो कन्डिसनको बाइकहरू अब सेवा सुविधाको लागि नै राख्नु भएको रहेछ उहाँले। अलिकति प्लस पोइन्ट थोरै भन्न बिर्सेको रहेछ, तै पनि खिताब हुन्छ। हाम्रो सुन्दरी कन्डिसनमा हजुर बजाज, डुक, अहिले निस्केको ट्रम्प यी बाइकहरूमा चाहिँ 50% फाइनेन्स पनि छन्। फाइनेन्सको पनि सुविधा छ। 50% फाइनेन्सको पनि सुविधा गराउनुहुन्छ तपाईँले 50% पैसा दिएर हजुर कुनै पनि गाडी लिएर जान सक्नुहुन्छ। जान सक्नुहुन्छ। पछि चाहिँ तपाईँले किस्ता बन्दीमा तिर्न सक्नुहुन्छ। किस्ता बन्दीमा तिर्न सक्नुहुन्छ। त्यसको लागि चाहिने सामान भनेको 2टा नागरिकता। हजुर यदि धरानभन्दा बाहिरको हुनुहुन्छ भने एउटा धरानको ग्यारेन्टर, हजुर पानी बत्तीको बिल हजुर तपाईँले पेस गर्नुपर्ने हुन्छ। हजुर र गाडी फाइनेन्समा लाने व्यक्तिको नागरिकता, हजुर लाइसेन्स अनिवार्य, हजुर प्लस उसको उमेर 25 वर्ष पुगेको हुनुपर्छ। 25 वर्ष पुरा भएको हुनुपर्छ। पुरा भएको हुनुपर्छ। यदि 25 वर्ष पुरा भएको छैन भने उसको दुवै गार्जन, आमा बुवामा कसैलाई पनि लिएर आउँदा हुन्छ। आउनु होला। यदि 25 वर्ष पुरा भएको छैन भने कसै पनि गार्जेन बुवा आमा लिएर आउनु होला। सेवा सुविधा र तपाईँको त्यही हो, सेवा सुविधा घट्दैन। राम्रो फाइनेन्स भनेर सेवा सुविधा घट्दैन। ल तपाईँलाई धेरै धेरै सहयोग गर्नुभयो, देखाउनु भयो तपाईँले यहाँसम्म। मलाई तपाईँले अमूल्य समय दिनुभयो, जसको लागि धेरै धेरै धन्यवाद हजुरलाई। हस् त, धन्यवाद। हस्।